हजुरले 70-80 वटा भन्दा एप्लिकेसन हालिसक्नु भएको छ। त्यही पनि अहिलेसम्म इम्प्लोयरबाट रिप्लाई आएको छैन। हजुरले सेल्फ अप्लाई गर्नुभयो, चाहे त्यो आयरल्यान्डको लागि होस्, चाहे त्यो अस्ट्रियाको लागि होस्, त्यही पनि इम्प्लोयरले अहिलेसम्म हजुरलाई रिप्लाई दिनुभएको छैन। के हुन्छ भन्दाखेरि युरोपियन कन्ट्रिजमा पहिलो प्राथमिकता भनेको जो अलरेडी इनसाइड युरोप हुनुहुन्छ उहाँलाई दिइन्छ र त्यहाँ युरोप इनसाइड युरोप नभेटिसकेपछि बल्ल हामी नेपालमा छौँ अरू इन्डियामा छौँ अरू कुनै कन्ट्रिजमा छौँ बिसाइड इयु उहाँहरूले चान्स पाउने हो। त्यो भइसकेपछि हामीले आफ्नो एप्लिकेसन चाहिँ एकदम राम्रो बनाउनै पर्छ र त्यसको लागि युरोपास सिभी पनि एकदम राम्रो बनाउनै पर्ने हुन्छ। नमस्कार, फेरि पनि आज हामी न्यू भिडियो लिएर आइसकेका छौँ। यो भिडियोमा चाहिँ म हजुरलाई कसरी राम्रो युरोपास सिभी बनाउने भन्ने बारे सिकाउँछु। म चाहिँ रेक्रुटली ग्रुपबाट हामी एउटा मेन पावर रेक्रुटमेन्ट एजेन्सी हौँ र अहिले हामीसँग बुल्गेरिया, रोमेनिया, अल्बेनियाको डिमान्ड छ। हजुर, अब यो भिडियोमा चाहिँ हजुरले धेरैवटा फाइल हालिसकेपछि पनि धेरै एप्लिकेसन गर्दा पनि हजुरको रिप्लाईहरू आएको छैन भने पहिलो रिजन भनेको तपाईँको हजुरको सिभीले गर्दा हुनसक्छ। किन भन्दाखेरि भ्याकेन्सी हाम्रो 10-15जनाको लागि हुन्छ, एप्लिकेसन मोर देन हन्ड्रेड्स थाउजन्ड आउँछ, हजारौँ एप्लिकेसन आउँछ। अब 1000जनामा हामीले 10-15जना सेलेक्ट गर्नु छ र तपाईँको पहिलो कुरा त इम्प्लोयरले हजारवटा सिभी कहिले हेर्नु पनि हुन्न। उहाँले अब के हुन्छ भन्दाखेरि इम्प्लोयरको आफ्नै तपाईँको पोर्टल हुन्छ र त्यो पोर्टलमा चाहिँ तपाईँको इम्प्लोयरहरूले युज गर्ने एटिएस भनिन्छ, एप्लिकेन्ट ट्र्याकिङ सिस्टम युज गर्नुहुन्छ र त्यो सफ्टवेयरले चाहिँ 70% इन्टरनेसनल रेज्युमेलाई 6 सेकेन्डमा रिजेक्ट गर्छ। सिम्पली यदि तपाईँको सिभी फर्मेटमा छैन भने, हजुरले युरोपियन कन्ट्री अप्लाई गर्दै हुनुहुन्छ भने र युरोपास सिभी नै हाल्नु भएको छैन भने तपाईँको रिजेक्ट हुने चान्स 70% छ, रिजेक्ट हुन्छ। एटिएसले तपाईँको फाइल रिजेक्ट गरिहाल्छ। पहिलो कमजोरी हाम्रो त्यहाँ भयो। कसरी अब यो भिडियोमा हामी कसरी चाहिँ स्ट्यान्ड आउट हुने पनि सिक्छौँ र हामी रेक्रुटली ग्रुपले नेपाल, इन्डिया, फिलिपिन्स र मौरिसियस बाट क्यान्डिडेट सोर्स गर्छौँ। यदि यो भिडियो कुनै पनि बिटुबी एजेन्सीहरूले हेरिरहनु भएको छ भने हामीसँग स्किल क्यान्डिडेट हुनुहुन्छ, हाम्रो हजुरले युट्युब च्यानलमा गएर क्यान्डिडेटको प्रोफाइल हेर्न सक्नुहुन्छ। हामीले हस्पिटालिटी, हेल्थ केयर र कन्स्ट्रक्सनमा यदि हजुर बिटुबी एजेन्सीहरू नभए इम्प्लोयर हुनुहुन्छ भने हामीसँग वर्कर्स हुनुहुन्छ, वी क्यान हेल्प यु टु मिट यु हायरिङ निड्स। र अब सिभीतर्फ आउँ र अब चाहिँ हामीले सिभी कसरी ड्राफ्ट गर्ने, कसरी सिभी बनाउने सो द्याट हाम्रो एप्लिकेसन चाहिँ एटिएसबाट रिजेक्ट नहोस् विदिन 6 सेकेन्ड्स। कसरी चाहिँ हामीले रङ फर्मेट युज गर्नेबाट टाढा रहने, त्यो हामी यो भिडियोमा सिक्दैछौँ। र यो भिडियोमा टुडे आइ एम गोइङ टु सो यु स्टेप बाई स्टेप प्रोसेस अन हाउ टु बिल्ड अ पर्फेक्ट European standard CV that bypasses the filters जुन चाहिँ एटिएसमा युज भएको हुन्छ त्यो सिक्छौँ हामी र कसरी चाहिँ इन्टरभ्यूको लागि फर्स्ट फेजमा सिलेक्ट हुने बारे हामी यो भिडियोमा हेर्नेछौँ। ल, हजुरले अब केही लेख्नुभन्दा अगाडि हजुरलाई तपाईँको रुल्सहरू थाहा हुनुपर्छ। पहिलो रुल भनेको हामीले सिभी सक्नुहुन्छ भने 1 पेजको बनाउनुहोस्, सक्नुहुन्न भने 2 पेज, तर 2 पेजभन्दा माथि चाहिँ कट्न मिल्दैन। 2 पेजभन्दा माथि सिभी कटिसकेपछि त्यो सिभीलाई चाहिँ खासै तपाईँको एटिएस फ्रेन्डली सिभी मानिन्न। त्यही भएर यु हेभ टु ट्राई टु मेक यो सिभी विदिन म्याक्स 2 पेज। सक्नुहुन्छ भने 1 पेज राख्नुहोस्, हजुरको धेरै नै एक्सपिरियन्सहरू छ भने 2 पेजको राख्दा भयो। अर्को भनेको हामीले सिभी बनाउँदाखेरि वी सुड नट
वी मस्ट नट इन्क्लुड पर्सनल डिटेल्स, जस्तै तपाईँको रिलिजन के हो, तपाईँको म्यारिटल स्ट्याटस के छ, यो चाहिँ हजुरले आफ्नो सिभीमा नहाल्नुहोला। र प्लस प्रोफाइल पिक्चर, यदि हजुर यदि त्यो भ्याकेन्सीमा प्रोफाइल पिक्चर हाल्नु भन्नुभएको छैन भने इट्स बेटर टु अभोइड, नहालेको राम्रो। कहिले पनि आफ्नो सिभीमा प्रोफाइल पिक्चर यदि भनिएको छैन भने नहाल्नुहोला। र आफ्नो पर्सनल डिटेल्स लाइक रिलिजन र म्यारिटल स्ट्याटस पनि नहाल्नुहोला है। त्यो भयो, किन भन्दा अब यी हाम्रो यो फर्मेटको सिभीलाई चाहिँ प्रोफेसनल मानिन्छ, जहाँ चाहिँ तपाईँको रिलिजन मेन्सन भएको छैन, म्यारिटल स्ट्याटस मेन्सन भएको छैन, प्रोफाइल पिक्चरमा मेन्सन भएको छैन, त्यो चाहिँ एटिएस फ्रेन्डली हुन्छ र त्यसलाई हामीले प्रोफेसनल मानिन्छ। त्यो छ। अब त्यो भइसकेपछि हजुरले चाहिँ आफ्नो सिभी बनाउँदाखेरि रिभर्स क्रोनोलोजिकल फर्मेटमा सिभी राख्दाखेरि बेटर, रिभर्समा है। र अभियसली फर्मेट हाम्रो सुरुमा अबाउट मी हुन्छ, त्यो पछि हजुरले एजुकेसन ब्याकग्राउन्डको सेक्सन राख्नुहुन्छ, र वर्क एक्सपिरियन्सको ब्याकग्राउन्ड राख्नुहुन्छ, र लास्टमा चाहिँ स्किल्सको ब्याकग्राउन्ड राख्नुहुन्छ। अब हजुरले के गर्नु भएन भन्दाखेरि सुरुमा स्किल्स राख्ने, त्यो पछि वर्क एक्सपिरियन्स राख्ने, अनि एजुकेसन लास्टमा चाहिँ अबाउट मी, त्यस्तो चाहिँ नगर्नु होला है त। हामी स्पेसिफिक फर्मेटमा रहनै पर्छ। हजुरले बुल्गेरिया अप्लाई गर्दै हुनुहुन्छ भने युरोपा सिभी नहुँदा पनि हुन्छ है। अब हामीले एजेन्सीले बुल्गेरिया अप्लाई गर्दा विदाउट युरोपा सिभी हालिरहेको हुन्छ। तर यदि हजुर आफै सेल्फ अप्लाई गर्दै हुनुहुन्छ भने यो जर्नी लामो छ, स्ट्रिक्ट छ, गाह्रो छ, कुनै पनि स्पोन्सर युरोपमा पाउन सजिलो कुरा हुँदैन। त्यो भइसकेपछि हजुरले जति सक्दो प्रोफेसनल तरिकामा जानुपर्ने हुन्छ। हस्, त्यो भइसकेपछि अब म हजुरलाई कसरी चाहिँ युरोपास सिभी बनाउने सिकाउँछु। हाम्रो पहिलो वेबसाइट युरोपास सिभीमा जानुपर्ने हुन्छ। यहाँ गइसकेपछि लगइन टु युरोपासमा जानु होला। त्यो पछि हजुरको अकाउन्ट छैन भने सुरुमा हजुरले आफ्नो अकाउन्ट बनाउनु पर्ने हुन्छ, र त्यसको लागि हजुरले अब अकाउन्ट रेजिस्टर गर्नुपर्ने हुन्छ, र हजुरले यहाँ क्रिएट एन अकाउन्टमा क्लिक गर्नु होला। र आफ्नो पर्सनल डिटेल्सहरू मैले अहिले हाल्न मिल्दैन, सो हजुरले आफैले हालेर एउटा सिभी क्रिएट गर्नु होला। यसमा आफ्नो फर्स्ट नेम, त्यो पछि आफ्नो लास्ट नेम, त्यो पछि हजुरको आफ्नो इमेल एड्रेस, सेम जुन जुन इमेल एड्रेस यहाँ हाल्नुहुन्छ सेम इमेल एड्रेस यसमा हाल्नु होला। त्यो पछि यो बक्समा क्लिक गरिसकेपछि क्रिएट एन अकाउन्टमा गएर हजुरले अकाउन्ट क्रिएट गर्नु होला। मैले अलरेडी अकाउन्ट बनाइसकेको छु, सो म सिम्पली त्यो अकाउन्टमा गएर लगइन गर्छु। अब कहिलेकाहीँ यो पासपोर्ट हाल्दाखेरि धेरै क्यान्डिडेटहरू जोगिनुहुन्छ। हामीले चाहिँ भेरिफिकेसन मेथडमा चाहिँ यो पासपोर्टमा यसमा हुनुपर्छ, अरू कुनै अप्सनमा डिफल्ट भइरहेछ भने हजुरले पासपोर्टमा लग्नु होला। र जुन आफ्नो पासपोर्ट छ त्यो पासपोर्ट हालिसकेपछि, यो पासपोर्ट हाल्दा पनि कतिले मिस्टेक गर्नुहुन्छ। पासपोर्ट कसरी हाल्न सकिन्छ भन्दाखेरि हजुरको नेम र लास्ट नेम, जस्तै हजुरको नेम आशिष लम्साल छ भने लम्साल आशिष यसरी राख्न मिल्दैन, आफ्नो फर्स्ट नेम लास्ट नेम राख्न मिल्दैन। त्यही भएर हजुर यो राख्न पाउनु भएन, अरू कुनै नाम राख्नुपर्ने हुन्छ। जस्तै तपाईँको हामीले के राख्न सकिन्छ भन्दाखेरि माउस किबोर्ड 99 नम्बर पनि राख्नुपर्छ, र कुनै एउटा स्पेसियल डिजिट जस्तै पर्सेन्टेज हुनसक्छ, @ हुनसक्छ, एस्ट्रिक हुनसक्छ, तपाईँको यो सिम्बलहरू पनि स्पेसियल सिम्बलहरू पनि राखेर एउटा यसरी बनाएको बेटर। र मैले त्यही अनुसारले यता पासपोर्ट क्रिएट गरेको छु। त्यो पासपोर्ट हालेर हजुर लगइन गरिसकेपछि हजुर यसरी लगइन हुनुहुन्छ। ओके, मेरो इन्टरनेट अलिक स्लो भएको हुनाले यो मल्टिफ्याक्टर हजुरले
टु स्टेप बाइपास राख्दा पनि भयो, अहिलेलाई अभोइड गर्दा पनि भयो, तर इट्स बेटर हजुरले राख्दाखेरि बेटर हुन्छ। र हजुरले आफ्नो माई प्रोफाइलमा जानु होला। माई प्रोफाइलमा गइसकेपछि अब हजुरले यहाँ आफ्नो सिभीमा कुन डेट फर्मेट राख्नुहुन्छ त्यो राख्दा भयो। हजुरले जुनै राख्दा पनि हुन्छ, सबै प्रोफेसनल नै मानिन्छ। त्यसपछि हजुरले आफ्नो फर्स्ट नेम, हजुरले आफ्नो लास्ट नेम र यहाँ कुनै मोटोहरू छ भने त्यो राख्दा पनि भयो। प्रोफेसनल समरीको लागि चाहिँ हजुरले कुनै तपाईँको आफ्नो एआई युज गर्न सक्नुहुन्छ। च्याट जिपिटी हुन्छ तपाईँको, जेमिनाई छ भने जेमिनाई युज गर्दा भयो, हजुरसँग क्लाउड छ भने क्लाउड युज गर्दा भयो। हजुरले सिम्पल अब तपाईँको यो हाम्रो मोटोलाई अभोइड गर्दा पनि हुन्छ, तर प्रोफेसनल समरी जुन हाम्रो मैले हजुरलाई यहाँ जुन देखाएको छु यो अबाउट मी हो। अब यो चाहिँ कम्पलसरी हो, हजुरले देख्दा राम्रो। र यो चाहिँ हजुरले च्याट जिपिटी जेमिनाईबाट लेख्दा भयो। तर हजुरले के इन्स्योर गर्नु पर्यो भन्दाखेरि यो प्रोफेसनल समरी चाहिँ तपाईँको लामो हुनु हुँदैन, तपाईँको नो मोर देन 30-40 वर्ड्स है। सिम्पल ल्याङ्ग्वेजमा हजुरको इन्टायर तपाईँको हिस्ट्रीलाई चाहिँ समरी लेख्नुपर्ने हुन्छ, जुन हजुरले च्याट जिपिटी जेमिनाई युज गरेर मजाले लेख्न सक्नुहुन्छ है। जस्तै म हजुरलाई एउटा इक्जाम्पल दिन्छु। मसँग अलरेडी धेरै सिभिजहरू छन्। म कुनै एउटा सिभी यहाँ सिलेक्ट गर्छु र कुनै एउटा सिभी सिलेक्ट गरेर यसरी म कुनै एउटा सिभी सिलेक्ट गर्छु। गिभ मी सम टाइम। ओके, गिभ मी सम टाइम। ठिकै छ, हामी यही सिभी युज गर्छौँ, तर यो हाम्रो योरोपास सिभी होइन। ठिक छ, यो हाम्रो योरोपास सिभी छ। यसरी मैले योरोपास कुनै एउटा सिभी हजुरले सिलेक्ट गरेर गिभ मी अबाउट मी प्यारा फर माई सिभी, इट हैज टु बी प्रोफेसनल एन्ड सर्ट। हजुरले जे लेख्दा पनि हुन्छ। म हजुरलाई इक्जाम्पल दिन्छु के गर्दाखेरि चाहिँ बेटर। हजुरको यसरी आउँछ। अब यहाँ थुप्रै छ, यहाँ थुप्रै तपाईँको अप्सन 1, अप्सन 2, अप्सन 3 छ। म चाहिँ के सिलेक्ट गर्छु भन्दाखेरि मेरो सिभीमा चाहिँ तपाईँको समरीमा चाहिँ नम्बर होस् है। जस्तै उहाँको 4 इयर्स अफ क्लिनिकल एक्सपिरियन्स छ है। यो चाहिँ एकदम राम्रो समरी छ, यो हुनु पर्यो। र यदि हजुरको अरू अब तपाईँको तपाईँको आफ्नो जब हेरेर हजुरले कति चाहिँ इम्प्याक्ट पार्नु भएको छ त्यो नम्बर्सहरू देख्न सकियो भने चाहिँ त्यो समरीलाई हामीले राम्रो मानिन्छ है त। त्यही भएर म यही सिलेक्ट गर्छु। यो हेर्दाखेरि लगभग उहाँको डिटेल समरी देखिन्छ। डेडिकेटेड यस्तै हुन्छ तपाईँको हाम्रो V2बाट VOB2बाट सुरु भइरहेको हुन्छ युजली। Dedicated and compassionate registered nurse with nearly 4 years of comprehensive clinical experience। यो यसो हेर्दाखेरि यो उहाँको समरी पुरै देखिन्छ। हजुरले यस्तै कुनै एउटा एआईबाट मजाले बनाउन सक्नुहुन्छ। त्यो पछि र हामीले यो प्रोफेसनल समरी चाहिँ तपाईँको अरू सबै बनिसकेपछि लास्टमा लेख्दा पनि भयो है। लास्टमा चाहिँ यो चाहिँ च्याट जिपिटी कुनै एआईबाट लेख्दा भयो, त्यतिखेर चाहिँ राम्रो बन्ने हुन्छ। हजुरले यसमा आफ्नो डेट अफ बर्थ हाल्नु पर्यो। त्यसपछि हजुरले आफ्नो जेन्डर सिलेक्ट गर्नुपर्छ। हजुर अभियसली अहिले नेपाली सुनिरहनु भएको छ भने तपाईँको नेसनालिटी नेपाली हुनुपर्छ, त्यो सिलेक्ट गर्नुपर्छ। सिटी अफ बर्थ भनेको चाहिँ हजुरको पासपोर्टमा हेर्नुभयो भने त्यहाँ प्लेस अफ बर्थ भन्ने हुन्छ, हजुरले त्यही यसमा सिलेक्ट गर्नुपर्ने हुन्छ। कन्ट्री अफ बर्थ नेपाल, हजुरको आफ्नो पासपोर्ट हजुरले यहाँ हाल्नुपर्ने हुन्छ। र त्यो पछि यदि हजुर अहिले कुनै जस्तै तपाईँ कुनै कन्ट्रीमा काम गर्दै हुनुहुन्छ, युएईमा काम गर्दै हुनुहुन्छ भने
हजुरले युनाइटेड एरब इमिरेट्सको वर्क पर्मिट छ भनेर हाल्दा भयो। कुनै कन्ट्री तपाईँको अहिले हजुर आफै अस्ट्रियामा अप्लाई गर्दै हुनुहुन्छ, आयरल्यान्ड गर्न ट्राई गर्दै हुनुहुन्छ भने अस्ट्रियाको वर्क पर्मिट छ भने अस्ट्रियाको वर्क पर्मिट हालेको बेटर। यो हाल्दा चाहिँ इम्प्लोयरलाई के थाहा हुन्छ भन्दाखेरि उहाँ अलरेडी तपाईँको प्रिभियस एक्सपिरियन्स, वर्क एक्सपिरियन्स, फरेन वर्क एक्सपिरियन्सहरू छ। पहिला दुबई गएर काम गरिसक्नु भएको छ, पहिला कतारमा काम गरिसक्नु भएको छ, पहिला तपाईँको न्युजिल्यान्ड, क्यानाडा कुनै एउटा इन्टरनेसनल एक्सपोजर छ भन्ने चाहिँ देखिन्छ। र यो राखेको राम्रो। यदि हजुर अलरेडी इनसाइड सेन्जन कन्ट्री हुनुहुन्छ भने के देखिन्छ भन्दाखेरि तपाईँ अलरेडी इनसाइड सेन्जन कन्ट्री हुनुहुन्छ र इमिडिएटली स्टार्ट गर्न सक्नुहुन्छ भन्ने देखिन्छ। र हजुर अब भिसाको लागि 5 महिना 6 महिना लाग्दैन र इम्प्लोयरले यस्तो क्यान्डिडेटलाई चाहिँ प्रिफर गर्नुहुन्छ। त्यही भएर आफ्नो कुन कन्ट्रीको वर्क पर्मिट छ भने राखेको राम्रो। त्यसै गरी आफ्नो हजुरले यहाँ इमेल एड्रेस राख्नु होला। प्रोफेसनल इमेल एड्रेस छ भने पनि राख्दा भयो। त्यो पछि हजुरले आफ्नो यहाँ कन्ट्याक्ट नम्बर राख्नु होला। अब हजुरसँग नेपालको सेलफोन छ भने नेपाल राख्दा भयो, अरू कुनै कन्ट्रीको छ भने अरू कुनै राख्दा भयो। अब यहाँ चाहिँ वेबसाइटमा इट्स अलवेज बेटर टु मेक युर ओन पोर्टफोलियो। हजुरको आफ्नो पोर्टफोलियो वेबसाइट बनाएको चाहिँ जहिले पनि बेटर है त। अब यो पोर्टफोलियो वेबसाइट चाहिँ कसरी बनाउन सकिन्छ भन्दाखेरि .com.npमा गएर हजुरले आफ्नो नामको डोमेन सर्च गर्न सक्नुहुन्छ। जस्तै यहाँ म अस्मिता बराल .com मैले सर्च गरेँ भने यो एभाइलेबल छ, यो डोमेन छ। हजुरले यो डोमेन फ्रीमा लिन सक्नुहुन्छ। यो डोमेन लिएर चाहिँ हजुरले आफ्नो पोर्टफोलियो बनाउनु भयो भने चाहिँ एकदमै प्रोफेसनल देखिन्छ। त्यही भएर आफ्नो वेबसाइट, आफ्नो पोर्टफोलियो वेबसाइट पनि बनाउनु होला, जसले गर्दाखेरि हजुर अरूभन्दा हजुरको सिभी स्ट्यान्ड आउट हुन्छ। एटिएसले हजुरको पोर्टफोलियो देख्छ र अभियसली हजुर स्ट्यान्ड आउट हुनुहुन्छ है। र आफ्नो छुट्टै अहिलेको जमानामा हजारौँ एप्लिकेसन जान्छ। हजारौँ एप्लिकेसन जाँदाखेरि भ्याकेन्सी 10-15जनाको हुन्छ। त्यो भइसकेपछि यस्तो सानो सानो कुरामा चाहिँ एकदमै ध्यान दिनु होला। त्यो भइसकेपछि अब यसमा पनि यो पनि एकदमै इम्पोर्टेन्ट छ। हजुरले आफ्नो सोसियल मिडियामा काम गरेको भिडियोजहरू हालिराख्नु भएको छ भने अलवेज मेन्सन गरेको बेटर है। हजुर स्किल क्याटेगोरीमा हुनुहुन्छ, जस्तै ट्रक ड्राइभर्स हुनुहुन्छ, इन्डस्ट्रियल इलेक्ट्रिसियन हुनुहुन्छ, एचभिएसी हुनुहुन्छ भने अलवेज आई रेकमेन्ड यु टु एड योर लिङ्क्डइन अकाउन्ट। लिङ्क्डइन अकाउन्ट छैन भने अगेन जसको छ उहाँलाई प्रायोरिटाइज गरिन्छ। त्यो भइसकेपछि हामीले यो सानो सानो कुरामा एकदम ध्यान दिनुपर्ने हुन्छ। र अर्को भनेको आफ्नो हजुरको अब धेरैजनाको वाट्सएपै छ होला, यसरी आफ्नो वाट्सएप कन्ट्याक्ट डिटेल्स राख्दा पनि हुन्छ, ताकि इम्प्लोयरले हजुरलाई कुनै इम्प्लोयरले डाइरेक्ट वाट्सएपमा हजुरलाई टेक्स्ट गर्नुहुन्छ यदि हजुरको सिभी सेलेक्ट भयो भने। त्यो पछि हजुरले आफ्नो यहाँ एड्रेस राख्नुहुन्छ, होम वर्क जुनै एड्रेस राख्दा पनि भयो। र त्यो राखिसकेपछि हजुरले यहाँ सेभ गरिसकेपछि हजुरको प्रोफाइल क्रिएट हुन्छ। र अब त्यो प्रोफाइल क्रिएट गरिसकेपछि अब हजुरले अरू आफ्नो प्रोफाइल हेर्नुहुन्छ। जस्तै हजुरको यहाँ अब हजुरले आफ्नो वर्क एक्सपिरियन्स मेन्सन गर्नुहुन्छ, अहिले कुन कम्पनीमा काम गर्दै हुनुहुन्छ सबै हजुरले यहाँ मेन्सन गर्दा भयो। र हजुरले त्यो गर्दा हुन्छ। त्यो गरिसकेपछि ओके, त्यो गरिसकेपछि अब यहाँ एउटा इम्पोर्टेन्ट कुरा के छ भन्दाखेरि लेट मी सो यु। अब यसमा के छ भन्दाखेरि तपाईँको हजुर अहिले जे काम गर्दै हुनुहुन्छ त्यसको टाइटल यसमा लेख्नु होला, इम्प्लोयरको नाम, हजुरको कम्पनीको नाम यसमा लेख्नु होला, कुन इयरदेखि सुरु गर्दै हुनुहुन्छ त्यो यहाँ लेख्नु होला, र अहिलेसम्म काम गर्दै हुनुहुन्छ भने अनगोइङ। र यो पार्ट चाहिँ एकदम इम्पोर्टेन्ट छ, मेन एक्टिभिटिज एन्ड रेस्पोन्सिबिलिटिज। यसमा चाहिँ हजुरले के गर्नु पर्यो भन्दाखेरि फेरि पनि च्याट जिपिटी आउने, च्याट जिपिटी आएर हजुरको वर्क एक्सपिरियन्स लेटर यसमा हाल्नुहोस्, यसमा अट्याच गर्नुहोस् र गिभ मी मेन जब्स एन्ड ड्युटिज फर वेटर पोजिसन भनेर यसरी लेख्नुभयो भने इन
4 पोइन्ट्स, धेरै पोइन्ट लेखेर पनि काम छैन। हजुरको 4वटा बुँदाहरू आउँछ, त्यो बुँदा चाहिँ हजुरले यसमा मेन्सन गर्नुहोला। र जब्स एन्ड ड्युटिज लेख्दाखेरि चाहिँ फेरि पनि नम्बर्समा हजुरले कम्पनीमा कति चाहिँ इम्प्याक्ट पार्नु भएको छ, कम्पनीको 20% सेल्स बढ्यो होला, त 20% चाहिँ म्याटर गर्छ है। त्यस्तो नम्बरहरू लेख्नुभयो भने चाहिँ हजुरको सिभी एटिएसले सजिलै रिड गर्छ। र अरू अझै इम्प्लोयर हुनुहुन्छ भने हजुरले आफ्नो इम्प्लोयर डिटेल्स पनि यसमा एड गर्न सक्नुहुन्छ। र अलवेज अलवेज अब हामी एजुकेसन पार्टमा आउँछौँ। एजुकेसन पार्टमा हजुरको एटलिस्ट स्कुल लेभल सर्टिफिकेट हुनैपर्छ। स्कुल लेभल सर्टिफिकेट छैन भने अब तपाईँले इम्प्लोयरले भन्नुभएको इन्स्ट्रक्सन्सहरू बुझ्नुहुन्न भन्ने बुझिन्छ। र जहिले पनि एटलिस्ट एसएलसी चाहिँ तपाईँको हुनैपर्छ है त। र हजुरले आफ्नो तपाईँको हाइएस्ट एजुकेसनल क्वालिफिकेसन लेख्दा भयो। अब हजुरले मास्टर डिग्री, ब्याचलर डिग्री, हाई स्कुल डिग्री र एसएलसी 3-4वटा लेखिरहनु पर्दैन है, कुनै एउटा लेख्दा हुन्छ। त्यो पछि ल्याङ्ग्वेज स्किल एकदमै इम्पोर्टेन्ट। हजुरको ल्याङ्ग्वेज स्किल अब नेपाली अभियसली हजुरको नेपाली मदर टङ हो। इङ्ग्लिस लेख्दा बेटर। र यदि हजुर अस्ट्रिया अप्लाई गर्दै हुनुहुन्छ भने जर्मन B1 गरेको बेटर। B1 छैन भने इट्स भेरी हार्ड, भेरी हार्ड। हजुरलाई चाहिँ किन लिने भन्ने हुन्छ है त। अब हजुरको अरू पर्सनल स्किल्स छ भने पनि मेन्सन गरेको बेटर। र रेकमेन्डेसन भनेको चाहिँ हजुरलाई रेकमेन्डेसन लेटर लेखिदिने कोही इम्प्लोयरहरू हुनुहुन्छ भने उहाँहरूको डिटेल्स पनि हाल्नु होला। त्यो पछि यता आफ्नो हबिज एन्ड इन्ट्रेस्ट हाल्नु होला। कुनै प्रोजेक्ट गर्दै हुनुहुन्छ भने त्यो प्रोजेक्टको डिटेल्सहरू पनि हालेर त्यो सिभी बनाइसकेपछि हजुरको योरोपास सिभी कम्प्लिट भयो। र हजुरले यसरी आफ्नो सिभी बनाउन सक्नुहुन्छ। आफ्नो प्रोफाइललाई यसरी सेलेक्ट गर्नुहोस् र हजुरको यो सिभी चाहिँ तपाईँको योरोपास सिभी हो। र यो सिभी एटिएस फ्रेन्डली हुन्छ र हजुरको एक्सेप्टेन्स हुने चान्सेस हायर हुन्छ। सो थ्याङ्क यू फर वाचिङ। हजुरले कुनै पनि फर्मेटमा सिभी निकाल्न मिल्छ। यो कुनै पनि फर्मेटमा निकाल्न मिल्यो। साइज सानो ठुलो बनाउन मिल्यो, कलर चेन्ज गर्न मिल्यो, डजन्ट म्याटर। हजुरले जसरी हुन्छ आर्टिस्टिक हुन पाइयो। तर अलवेज मिनिमलिस्टिक नै राम्रो हुन्छ। धेरै कलर्सहरू नराख्नु होला है। फोटो नराख्नुहोस्, फोटो राख्नु हुँदैन। हस् हस्, थ्याङ्क यू फर वाचिङ। हेभ अ गुड डे।